हेलो एभ्रिवान, म राकेश मेहता। आज चाहिँ मेरो कोडिङ जर्नीको डे 3 हो। अनि हिजो र अस्ति चाहिँ मैले सिएसएस गरेर टाइम बिताएँ। हिजो चाहिँ फ्लिपकार्टको प्रोजेक्टमा काम गर्दै थिएँ। अनि त्यसको चाहिँ मैले सबै कुराहरू बनाउन सकिनँ, त्यसमा धेरै नै अलिक टाइम स्पेन्ड भएर टाइम त्यसले धेरै नै खायो। अनि मैले एचटिएमएल सिएसएस युज गरेर फ्लिपकार्टको हेडर र फुटर बनाउन सकेँ। अनि आज चाहिँ त्यसको फ्रन्ट होम पेजहरू बनाउने ट्राई गर्छु। त्यहाँ भएको कार्ड्सहरूलाई क्लोन गर्ने ट्राई गर्छु। अनि कार्ड्सहरू हाल्नेछु। अनि त्यहाँ लगभग फ्लिपकार्टमा अब कार्ड्स नै छ होम पेजमा। अनि त्यही कार्ड्सहरू हालेर भोलिदेखि चाहिँ एचटिएमएल सिएसएस र जाभास्क्रिप्ट भएको प्रोजेक्टहरू गर्ने प्लान छ मेरो। भोलि चाहिँ मैले स्पोटिफाईको क्लोन बनाउने सोचेको छु, जुन चाहिँ कोड विथ ह्यारीको च्यानलमा थियो। त्यो सिग्मा वेब डेभलपमेन्ट कोर्सको भिडियोजमा छ। अनि त्यो चाहिँ अलिक लामै प्रोजेक्ट हुनेछ। अनि त्यही भएर 2-3 दिन लाग्ला। त्यसमा पनि भिडियो नै 6 घन्टा जतिको छ। अनि 6 घन्टाको कन्टेन्ट कन्ज्युम गर्न त अभियसली टाइम लाग्छ नै। सक्दो छिटो गर्ने ट्राई गर्नेछु। अनि भोलिदेखि स्टार्ट गर्ने, अब कहिलेसम्म सकिन्छ। मेरो कोडहरू गिटहबमा रेगुलरली मैले अपडेट गर्दै गइरहेको छु। मेरो गिटहबको चाहिँ लिङ्क मैले आफ्नो च्यानलको डिस्क्रिप्सनमा हालेको छु, तपाईँहरूले त्यहाँबाट चेकआउट गर्न सक्नुहुन्छ। अनि आजसम्म मैले गरेको एउटा मिस्टेक के हो भन्दाखेरि, मैले विदाउट स्ट्राटेजी पढिरहेको छु क्या। लाइक कुनै एउटा स्ट्राटेजी वा साइलेबस रोडम्याप केही फलो गऱ्यो भने त्यो पाथ चाहिँ अलिक सजिलो अथवा राम्रो हुन्छ भन्ने हुन्थ्यो। लाइक हाम्रो कलेजमा साइलेबस हुन्छ त्यसरी नै। तर मैले अस्ति मलाई दिमागमा आइडिया आयो कि अबदेखि चाहिँ म भिडियो बनाउँदै पढ्छु भनेर। अनि भिडियो बनाउन त थालेँ। तर मैले लाइक के हुन्छ नि, स्ट्राटेजी रोडम्याप केही पनि त्यस्तो फलो गरिरहेको छुइनँ क्या। आज यो गर्ने, भोलि त्यो गर्ने, आफै दिमागमा आउँछ नि गर्ने। त्यसरी गरेर चाहिँ अलिक डिफिकल्ट हुन्छ जस्तो लाग्यो। त्यही भएर भोलि चाहिँ कि त च्याटजिपिटीलाई कि त म कुनै युट्युबमा रोडम्याप सर्च गर्छु। अनि त्यहाँबाट चाहिँ एउटा रोडम्याप फलो गर्नुपर्छ। एचटिएमएल यति पढेको छु, सिएसएस यति पढेको छु, जाभास्क्रिप्ट यति आउँछ भनेर च्याटजिपिटीलाई भन्ने। अनि त्यसले के भन्छ, अनि यतिमा मलाई एउटा इन्टर्नसिप चाहिन्छ भनेर नि भन्ने। आजको लागि यति नै थियो गाइज अपडेट। यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। भोलि पनि आउनेछु नयाँ अपडेट लिएर।